अन्त आजको ब्लगवाला हिरो यहाँ यसरी ल हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि म के बोलौँ भयो क्या, धेरै पछि भ्लग बनाउन आँटेको। अब चाहिँ केही न केही होला जस्तो छ भनेर मैले भ्लग गर्नु खोजेको। अनि त्यसै भ्लग स्टार्ट हाने अब म अघि भर्खर 5 बजीतिर सुतेको। अब कति बज्यो 10 बज्यो होला अहिले। भर्खर उठ्दैछु, भर्खर त के हेरौँ छिटै उठेँ। मेरो भाइले गर्दा उठेको एकचोटि चाहिँ म नभएको भए त उठ्ने नि त्यस्तै थियो कि क्या हो। बिहानमा नै उठाइयो। अब हामी कफी खान जान्छौँ होला। डटफटलाई चाहिँ अलि स्वागतम सबैलाई। अनि त्यसपछि हेरौँ न के हुन्छ। आज धेरै कुरा गर्नु छ। अनि आँखा मेरो लाल लाल चिप्रा चिप्रा पनि छ है फेरि आँखामा। भर्खर उठेको जुरुक्क। ल है त एकछिनमा भेटौँ ल। र केटा हो हामी फ्रेस भएर कफी खान निस्केको। तिमीहरूलाई आवाज आएको छैन होला है, के गर्ने अब। अलिअलि त होला नि, बुझन बेथा गाह्रो छ हामीलाई नि। अनि काले भाइ माइक साइक भएको भए आउँथ्यो होला। अब यो माइक साइक छैन, माइक साइक केही पनि छैन। अब यस्तै हो। अब हामी लगभग सिउसी गरेर नै भेटौँला। गफ गर्नुपर्छ हामी है, धेरै कुरा छ गफ गर्नु। थ्याङ्क यू। अनि यहाँ चाहिँ काम गर्ने सबिन ब्रदर हाम्रो सर्ट हानिरहेको काम। गाइज यहाँ हाम्रो कफी आइसक्यो। कफीको क्लबमा पुगिसक्यो हामी। अब यहाँ सबिनलाई काम गर्दै आउने बित्तिकै काम गर्नु थालिहाल्नुपर्छ उसको। फेरि पानी यस्तो गाह्रो छ। अब हामी मस्त यहाँ कफी खाने कफी खाएर कता हुन्छ अब आजको प्लान। आजको प्लान त PS5 हान्नुपर्छ जस्तो आजको प्लान। फेरि यहाँ पुरै डटफट मिलाउँदै डटफट मिलाएपछि PS5 हेर्न जानुपर्छ। PS5 ल है। ट्याक्कै भन्न लाग्यो। एकजना महाशय भेट्यो अब हामीलाई फोन गरेर लिन आउनु भनेको थियो। अब यहाँ ऊ पनि आउँछ, मेम्बर एकजना थप्यो। अब के हुन्छ त्यसको बारेमा चाहिँ अलि विस्तारमा भन्छौँ हामी। कतापट्टिको चोकमा छ हो, उद्या हेरौँ है गाइस। टक्क हाम्रो अनुज सरजी स्माइल फेरि हान्छ नि, फेरि पढा फेरि त्यस्तै हो। अब अनुज सर यहाँ आइसक्नु भयो। अनुज सर ल दुई शब्द भने 2 शब्द दुई शब्द के भन्छ अनुज? के अरू नि केही छ छैन? साँच्ची छैन? ल है केटा हो, हामी घर आइपुगिसकेको। काले भाइले के जोत पेल्यो बाटोमा, मलाई थाहा छैन, मैले केही पनि सुनेको छैन। अनि हाम्रो यो चाहिँ हाम्रो यो भाइ अनुज भाइ चिनेकै होला मेरो भ्लग हेर्नेहरूले। नचिने पनि यसो कहाँ देखा जस्तो होला। अर्पण राईको भाइ, अर्पण राईको भाइ अनुज राई। यो चाहिँ हाम्रो काले भाइ अघि भ्लगमा बोल्ने। अनि हाम्रो एउटा सदस्य आउँदैछ, त्यही गोरे हाम्रो टोलीको नाम चाहिँ डटफट टोली है। फेरि सबैलाई यसो याद राखौँ। अनि त्यसपछि त्यही हो। अहिले चाहिँ हल्का लाद लाएर बाहिरतिर हल्का कम बोल्दैछु कि हल्का उते भएपछि उते गर्छु। बान लगाएपछि बोल्न थाल्छु कि त्यही हो केटा हो। धेरै बोल्दाखेरि वाक्क लाग्ने होइन नि फेरि त्यहाँ डटफट ग्याङमा फेरि के भयो अरे? धेरै बोल्दाखेरि वाक्क लाग्ने अरे कि त्यहाँ सर्किँदाखेरि धेरै बोल्यो भने फेरि वाक्क लाग्छ कि कसैलाई फेरि। होइन त्यस्तो हो र होइन नि है, त्यस्तो होइन नि है। त्यस्तै लाग्यो। ल है यो चाहिँ 300 रुपियाँको तास हो है, कसैलाई थाहा छैन भने। ओन्ली 300 रुपिज। यो जोकर भयो, यो पनि जोकर, यो पनि जोकर, 4वटा जोकर, 52वटा तास। अब हामी यहाँ कलब्रेक खेल्छौँ है साथीहरू। कलब्रेक खेलेको हेर्नुहोस् है दादाहरूले है। थ्याङ्क यू। केटा 5वटा रहेछ जोकर त। हेर त यहाँ 5वटा रहेछ जोकर त।
फर्स्ट टाइम जोकर त हो कि तर अलि फेरि खत्रै जोकर हो नि फेरि म चाहिँ हो हुकुमको जोकर भन्न त चाहिँ फिल्ममा देखाउँछ नि त्यस्तै जोकर हेरि यस्तो गर्ने यस्तो हात दिन्छ नि हेरि भने फेरि हुकुमको जोकर फिल्मको जोकर ब्याट जोकर जुतेको मान्छे फेरि ए केटा हो तिमीहरूले पत्ताउनु होला हुकुमकै जोकर हो क्या यसो अब यसो कसरी हुकुम भने चाहिँ आफै गेस हान हुकुम चाहिँ हुकुम हो इट्टा पानाहरू केही नि होइन अन्ली हुकुमको जोकर है यो चाहिँ ल है अब गोरे भाइ आउँदैछ एउटा हाम्रो नयाँ मेम्बर अब त्यसपछि त्यसलाई म देखाउँछु कस्तो छ त्यो भनेर है थ्याङ्क यू कस्तो मेम्बर आयो ओ इन्ट्रो दे आफ्नो इन्ट्रो दे बाबु मेरो नाम गोरे भन् ल छिटो मेरो नाम गोरे पल्लो घरबाट पल्लो घर छिमेकी हो भन्न भन्न भन् गोरे के अरे म अरूमा पढ्छु यस्तो यस्तो हाल्न म अरूमा पढ्छु आज म दुईचोटि अफिस गएँ किन भन्न एकचोटि चाहिँ क्लासमा हल्ला गरेर टिमडामे चाहिँ हिँड्दा थिएँ अनि त अफिस जा भनेर अनि के भाषण सुनायो अनि त्यसपछि अर्कोचोटि चाहिँ होमवर्क नगरेर अकाउन्टको अनि कलेजको लागि के भन्न कि छैन कलेजलाई दुई शब्द यहाँ भन्यो भने अब केही नि हुन्न मतलबै हुन्न भाइ केही हुन्न भन्दे कलेजमा भन्दा स्ट्रिक्ट छ क्या कलेज हाम्रो बाल्मिनीहरू छैनौ अनि केही भन्न छ कलेजलाई केही भन्न छ राम्रै छ पढाइ पढाइ राम्रो छ अनि कतिको फ्री कतिको छोड्छ के छ स्ट्रिक लास्ट स्ट्रिक गाली गर्नु मन छ कोही सरहरूलाई ल नाम भनिदेऊ किन भनेर अनि त्यत्तिकै गाली हान्देऊ ल मेरो त्यो कलेजको नाम रिभिल गर्दिनँ तर मेरो कलेज अति फ्री छ है अति फ्री खतरा है हाम्रो कलेज है फ्री हो कि अति है अति मन त्यही कलेजबाट पढायो केटा हो अब थाहा होला कि यस्तो रमाइलो त्यो कलेज जस्तो रमाइलो कहीँ छैन होला हौ नेपालभरि म त नेपालभरिमा। के अरे 6वटै प्लेटफर्म हालेर बस्दै नि केही हुन्न हौ टिफिन टाइममा अब गाह्रो भनेको यिनीहरू हो अलिकति फ्यान्सी कलेज पढ्न गयो कि यिनीहरू ठिकै छ अब यिनीहरूको 2 वर्ष रमाइलो हुन्छ फ्युचर त खुलित हो फ्युचर त खुलित नै हो त्यही हो अब तास खेल्छौँ हामी यहाँ तास यहाँ रेडी भइसक्यो तास खेलेको हेर न केटा अब केटा दादाहरू फेरि कलपे खेल्ने स्टाइल नै छुट्टै हुन्छ नि फेरि मोबाइलमा हो नि काउन्टिङ फेरि अरू ठाउँमा हुँदैन नि कपी सपी चल्दैन हाम्रो अन्ली मोबाइल डिजिटल है डिजिटल नेपाल कलब्रेक बाँड्यो कलब्रेक तिनपट्टि यहाँ चाहिँ अब यहाँ के अरे कसको आज हात कसको दाउ परेको चाहिँ हेर्न आँटेको है त्यो त मेरै हो यहाँ मैले यहाँ हानिसकेँ मेरो दाउमा ए। यहाँ परिसक्यो दाउ त हे केटा हेर है दाउ दादाको अठा टप घोटोमा है त केटा हो कस्तो झुकिरा त्यो के अरे नयाँ खोलेर ड्राफ्ट हो के भन्ने त्यो अहिले छ त बाचा टप नयाँ के ल है मैले खान्छु जस्तो थियो कि खाइहालेँ मेरो भाग्य आज टाइट छ आज रहेछ आज मेरो भाग्य टाइट छ ल ल ल ल है अब कलब्याक सुरु है थ्याङ्क यू ल केटा अब कति हात छ भन है यसमा धेरै त छैन 1-2 हात होला है है ल भन है गेस हान है कमेन्टमा गेस हान कति हात छ यसमा है गेस हान है ल है तास खेल्दा खेल्दा अल्छी लाएर अब केटाहरू चेसमा झऱ्यो 2 जना मात्र चेस खेल्ने अनि हामी 2टा यहाँ लावा हो के भन्नु त होइन त गोरे यस्तै हेर्दै सिके नि के गर्ने हो के यो 2 जनामा बिचमा के उताबाट नि खेल्दिने हामी अब हेरेर सिक्ने हो नि भाइ हेरेर सिक्ने हो त अब यहाँ 2 जना चाहिँ रमाइलो गर्ने रे यहाँ हामी मोबाइल चलाउने हेरेर सिक्ने हो बाबु मोबाइल चलाउने बस्ने त्यति हो अब कामै त्यति हो यो 2टालाई चाहिँ अलि चेसको भूत चढेर यो चेस अब कहाँबाट ल्याएको नि भनिदिनु न चेस मेरो विकास गुरुले गिफ्ट दिनुभएको मलाई अफिसको ढोका खोलेर लि भने मलाई मैले ढोका खोलेर लिएको चेस है यिनीहरूले के ल्यायो यार भोक लाग्यो भने आमामा के ल्यायो करेन्टको चिप्स रे करेन्टको यसरी अचारी स्टिक्स रे फेरि चाउचाउ रे फेरि कोक यो चाहिँ मलाई रहेछ फेरि डाइट कोक रे यता यताहरूको कोक फेरि कालो यता दालमोट रे यो नि मलाई रे ल है त एकछिनमा भेट्नुपर्छ है थ्याङ्क यू बनाएपछि है त ल केटा हो केटाहरूले बनाइसक्यो खै चटपटे बनायो अरे मोमोको भाँडा बनायो यस्तो रेन चटपट भन्दो रहेछ है बुझौँ है केटा हो
सेफ नम्बर 1, सेफ नम्बर 2, सेफ नम्बर 3। म चाहिँ कस्टमर, अब म रेटिङ दिन्छु यो रेटिङ होइन क्यास निकाल्नु पर्छ अरे यसको रेटिङ। अब म खाएर भन्छु है केटा कस्तो हो। यो त ठ्याक्कै 1.1 दिन्छु 10 मा 1.5। यसले बनायो भएर होला। भोगला दाजु जे भने त्यही बनाइदियो अब के भन्नु। ल केटा हो हामी चाहिँ निस्किसकेछौँ है घरबाट। धेरै टाढा आइसक्यौँ है। तिमीहरूले बाटो चिन्छ भने कमेन्ट गर है। कमेन्ट चाहिँ 2-4 कमेन्ट हुनु पऱ्यो नि एकजनाको। मैले के सोधेछु सबैको रिप्लाई गर है। अनि हाम्रो हामी चाहिँ बाहिर कहाँ निस्केको भन्दाखेरि प्रोजेक्टर लिन निस्केको, किनभने आज राति हामी फिफा नाइट बोलेका यसको होइन। आज फिफा नाइट हुन्छ हाम्रो घरमा, त्यही भएर अब सानो टिभीका घरमा गरिब मान्छे अब त्यही भएर प्रोजेक्टर किन्न हिँडेको लिन हिँडेको लिन हिँडेको प्रोजेक्टर लिन हिँडेको। प्रोजेक्टर दिने मान्छेले फा हान्दियो त्यहाँ पुलिस आउँछ के हुन्छ। चाइना चाहिँ जहरिन पाउँछ आज है साथीहरू। मरेर भयो नि किटकिटाएर भयो नि आउँछु म। अनि त्यसपछि बेलुका 6 बजीतिर लिन जान्छु म मेरो होइन रेन्टल गरेको PS5 त्यो लिन जान्छु। अनि त्यसपछि ओ माई गड हुन्छ। तिमीहरूले हेर्छ अहिले रोक न यहाँले सबैजना बनिरह भाइ भ्लगमा यहाँ फेरि भत्रै कहाँनिर अब प्रोजेक्टर लिन्छ लगाइरहेको 4चोटि बोलाइदिन्छु कि एक ताल उठेर सम्पर्क बिन भने छ। अब यसको अलि कारण धेरै होला कि अब त्यहाँ पुगेपछि थाहा हुन्छ। पाइयो भने पाइएन भने त के खाइयो। पाएन भने ठिक छ। अब सानो टिभी छ घरमै, त्यो सानो टिभीमा हेर्नु पर्दा के भन्दा है साथीहरू। यस्तै छ जिन्दगी, कहिले कहाँ कहिले यस्तो ठाउँमा हिँड्नुपर्छ, कहिले काहीँ यस्तो खाले हाम्रो गुरुङको रेन्ट पऱ्यो त्यहाँ आइपुग्नुपर्छ। ए हाम्रो मदाईले हेऱ्यो रेन्ट पर्छ है है। हाम्रो छिमेकीमा रेन्ट पऱ्यो है, सजाय हुनु पऱ्यो। ल केटा हो फोनै उठाएन प्रोजेक्ट दिने मान्छेले। यस्तै हो जिन्दगी। लाभा भयो हामी त। ओ माई गड टेन्सन माथि टेन्सन। लाभा त के हो लाभा 16चोटि फोन गरिसक्यो आज म। 16चोटिमा एकचोटि रिसिभ पनि गरेन। यो गाह्रो के हो अब प्ले स्टेसन आज प्रोजेक्टरमा नहोला जस्तो। प्रोजेक्टर 7 दिन्न। हाम्रो प्रोजेक्टर दिने मान्छे बल्ल भेट भयो यहाँ। आम्मामा बल्ल कति 20 मिस कल हान्यो होला कि। अनि बल्ल उठायो यसले। उठायो त के अनि घरबाट बाहिर गएर मोबाइल छोडेर गएर। अनि कहाँ कति छ भन्छ ल साथीहरू इन्सेक्योर हुन्छ अरे उहाँ चाहिँ। ठिकै छ अब बिस्तारै देखाउँ त। ल है यहाँ सेटअप मिलाइसक्यो। प्रोजेक्टर यहाँ आइसकेको थियो। ल सेटअप मिलिसक्यो। अब यहाँ कतिको राति गेम खेलिन्छ यमै देखाउँछ। अब सब हेरिराख्नु होला ब्लग। यहाँ अब गेम खेल्नेहरू अनुज सर फिफा प्लेयर, यहाँ गोरे रेस्लिङ प्लेयर रे के लिने रे गोरे अन्डरटेकर जोन सिना यता म हुन्न नि कहाँ के हुन्न फेरि यस्तो हुन्न है हुन्न। के लिने रे तिमी? ऊ त ऱ्यान्डी ओर्टन हो क्या। रोबोटिक्स हाम्रो रोबोटिक्स भन्नै पर्दैन। अलवेज रोबोटिक्स। ओइ त्यस्तो हुन्न है। प्रोजेक्टर अलि खत्रै छ। स्ट्यान्ड पनि बगाले हो। कुर्सी मोडा है पसिना चुटिसक्यो यहाँ त्यति प्रोजेक्टरमा। गोरे ल 2 शब्द जाओस् न त। कस्तो अब मजा आउँछ कि आउँदैन? के हैन मजा आउँछ कि आउँदैन प्रोजेक्टर हेर्दा? अब यहाँ राम्रोसँग धम्लो देखियो के हो आहा बत्ती बालेर हो कि किन यस्तो गर्नु। यहाँ अनुज सर हाम्रो इन्ट्रोभर्ट कि एक्सट्रोभर्ट रे? इन्ट्रोभर्ट रे आम्मामा।
ल केटा हो PS5 झरिसक्यो यहाँ झरे झरे आयो PS5 आइसक्यो यहाँ हाम्रो यो PS5 अब यसमा PS5 छ अब घर जाने अब टक्क सेटअप भानेर PS5 खेले अब PS5 मात्र हान्नेमा अब कति बेरसम्म खेलिन्छ हामी त्यो थाहा छैन तर आज अलिक ओभर खेल्ने के आजै एक दिन पुराइदिने गरी PS5 मात्र खेल्ने हो अति झौ भयो यार यो खेल्नु त आँटेको कि PS5 उयो के भन्छ कन्ट्रोलरमा तर मिलेन लास्टै ब्लर आयो त्यही भएर म आफ्नै ल्यापटपमा खेल्न लाँदैछु कि PS5 कन्ट्रोलर जोडेर त्यही हो अब भरे राति मम्मी टिभी हेर्दै हुन्छ कि मम्मीले टिभी हेरेर भ्याएपछि राति टिभीमा जोडेर खेल्नु पर्ला अब अरू चाहिँ केही अप्सनै छैन हौ केटा हो टेन्सन भयो टेन्सन ल गाइस यहाँ फिफा चलिरहेको छ फिफा यो यहाँ के अरे अर्जेन्टिना भर्सेस पोर्चुगल यहाँ हाम्रो गोरे अर्जेन्टिना यहाँ चाहिँ सबिन सर पोर्चुगल ओए अर्जेन्टिनाले गोल हाल्यो क्या हो यी है अर्जेन्टिनाले यहाँ गोल हालेर रमायो केटा हो एकजना चाहिँ ढलिसक्यो बुटुक्लिङहरू पनि दाइ भन्दै थियो कि भन्दै सुत्यो गोरे उठ के गरेको फिल्म हेर्दैनस् उठ त हेर त लाइसक्यो मैले ल केटा अब चाहिँ फिल्म हेर्नु लाग्यो राति गएर 1:30 भइसकेको छ हाम्रो एउटा भाइ यहाँ ढलिसकेको छ है प्रोजेक्टरमा लाएर हेर्नु लाग्यो है साथीहरू ल अब सिधै फिल्म भ्याएपछि भेटौँ ल बाई बाई हेलो केटा हो मैले चाहिँ हिजो भ्लग चाहिँ एन्ड गर्न बिर्सेछु त्यही भएर आज नयाँ भ्लग के अरे स्टार्ट गर्नु खोज्दाखेरि त ठ्याक्कै सम्झेँ कि हिजो भ्लगै एन्ड गरेन भनेर त्यही भएर भ्लग एन्ड गर्नु लाग्यो अब हिजो खासै रमाइलो त भएन होला तिमीहरूलाई केही पनि अब बक्सौती केही पनि भएन त्यहाँ त्यही ठिक चाहिँ प्रयास राम्रो थियो हाम्रो हेर न तिमीहरूले अनि कस्तो भयो त हिजोको दिन प्रोजेक्टर लिएर आएको एक्सपेक्टेसन भएपछि रियालिटी भयो नि त ट्याक्कै त्यही भइदिरहेको कि रियल भर्सेस रिल हुन्छ नि त्यस्तै यो यस्तो खतरा क्वालिटी आउँछ भनेको तर फिल्म चाहिँ मजा आएन क्वालिटी चाहिँ बेस्ट है फिल्मको क्वालिटी चाहिँ बेस्ट गेममा चाहिँ बल नदेखेर मात्रै हो नत्र त सबै थियो गरे कस्तो भयो त फिल्म हेऱ्यो हेरे नि फिल्म हेऱ्यो त सुद्धि शान्ति हेरे नि उठाउनु पर्दैन अभि तल उठा होइन ब्लगमै छ कान्छ ब्लगमै भोलि हेरे भरे हेरे ब्लगमा हेर्ने हो कि स्टार्टै गर्दैन के गर्ने त अरे कस्तो भयो त एक्सपिरियन्स सुतेछु के एक्सपिरियन्स गेम खेलेको गेम नै खेलेन अहिले त धेरै गेम खेल्न चाहिँ मजा आयो गेम खेल्न मजा आयो नि ल केटा आजको लागि यति नै अब आज फेरि नयाँ भ्लग बनाउँदैछु अब लगभग दिनदिनै भ्लग बनाउन ट्राई गर्छु त्यही हो आजको लागि यति नै थ्याङ्क यू